कसले बेच्यो? कुन सरकारले बेच्यो? यो सरकारले बेचेको तपाईँसँग प्रमाण छ? यो सरकारले ठुल्ठुला नारा कर्णाली सुदूरपश्चिम र मधेसलाई बेचेर कसले बेच्यो? कुन सरकारले बेच्यो? यो सरकारले बेचेको तपाईँसँग प्रमाण छ? तपाईहरू यो सदनमा जुन बिलुङ गर्नुहुन्छ 35 वर्ष पुरानाले के गरे भन्नुहुन्छ, यो विषयवस्तु नल्याउनु पर्ने हो। तर 35 वर्ष पुरानाका तपाईँ लिफ्टबाट माथि चढ्न खोज्नुभयो, हामी भर्याङमा उक्लिँदैछौँ, त्यति मात्रै फरक हो। पुराना र नयाँ यहाँ कोही पनि छैनन्। म पनि नयाँ नै मान्य हो भन्ने चाहिँ लाग्छ मलाई। किन भन्दा यो विषयवस्तुलाई चाहिँ लिएर मान्य सदस्य एकैछिन रोकिनुहोस्। मान्य सदस्य एकैछिन रोकिनुहोस्। सरकार यो सहकारी सम्बन्धी मान्य सदस्य एकैछिन रोकिनुहोस्। मान्य सदस्य नियमावलीको कुन नियम आपत्ति हो? भन्नुहोस् छोटकरीमा माइक दिनुहोस्। के नियम आपत्ति हो बताउनुहोस्। उहाँले जुन चाहिँ बेचेको भन्नुभएको छ, बेचेर कहाँ बेच्नु भएको त्यो चाहिँ उहाँले प्रमाण देखाउनु पर्यो। कसले बेच्यो? कुन सरकारले बेच्यो? यो सरकारले बेचेको तपाईँसँग प्रमाण छ? के बेचेर भन्नुभयो तपाईँले? मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य अगाडि बढ्नुहोस्। शिष्टाचार र सभ्यताको शब्द उहाँबाटै कायम भयो। मैले भन्न नमिल्ने हो, किनकि कहाँ बेचेको छ भन्ने कुरा अहिले आउला। अर्को कुरा, सम्माननीय सभामुख मार्फत सहकारीको विषयमा भन्न चाहन्छु, यही मन्त्रालय अन्तर्गत नै रहेछ। यो रकम कहाँबाट आयो? पीडित कहाँ? अहिले पनि सडकमा कराइरहेको देख्छु। यो चाहिँ जुन सरकारले दिने पीडितहरूको रकम जुन छ, यो चाहिँ सम्बन्धित निकाय र सम्बन्धित मान्छेले नलिएको भए जीवी राईका कुराहरू आउँछन्। अहिलेसम्म कहाँ लुकिरहनु भएको छ? र तपाईँकै सभापति रवि लामिछानेको विषयमा, यही विषयमा यत्रो हुँदाखेरि किन सरकारले त्यो अपराध नै, यदि त्यो रकम नै अपचलन नभएको भए किन लियो? यो विषयमा पनि म चाहिँ स्पष्ट माग गर्न चाहन्छु। अर्को कुरा चाहिँ सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो पनि विषयवस्तु रहेको हुनाले 55 वर्षको अवकाशको कुरा आएको छ। कर्मचारी 55 वर्ष उमेरका कर्मचारीलाई अहिले जुन अवकाश दिने प्रस्ताव छ, त्यो कुराले लगभग 12,000 कर्मचारीहरू बेरोजगार हुन्छन्। यो विषय उचित हो कि होइन भन्ने कुराहरू यो बजेटले सही गर्यो या गरेन भन्ने कुराहरूलाई पनि सरकारले ध्यान जाओस्। हामीले यहाँ रावण परे जस्तै गरेर तपाईँले सुन्ने रेकर्ड हुने कुरालाई चाहिँ अन्त्य होस्। सरकारले ध्यान आकर्षण गरेर फेरि पनि बजेटलाई अलि उत्कृष्ट र गरिब जनताको तल्लो स्तरका मान्छेहरूलाई पनि यो कुरा चाहिँ अगाडि बढोस् भन्न चाहन्छु। र कर्णालीका विषय केही राख्न चाहन्छु। म चाहिँ कर्णालीमा जुन शिक्षा, स्वास्थ्य